ल है गाइजहरु हामी दाजु बहिनी चाहिँ दुईजना कसले चटपटे जित्छ? सुरु। मैले जित्छ है, मैले जित्छ दाइजी। मैले जित्छ। मैले जित्छ। मैले जित्छ ल ल दाइजी हैन स्टार्ट। आधा नि? 1 2 3 न काले चल जाई कम दाइजी। आधा दाइजी। उसले चाहिँ थोरै हालेर रहेछ अनि कमबाट होइन मार्दैन आधो नि? त्यस्तो भयो दाइजी आधा ध्यान दम दाइ। गजब अरे हेर्नु मैले जित्छ। उसले थोरै हालेर रहेछ अनि जित्दैन कमबाट होइन मेरो पेटमै अड्ने थियो हो। मलाई त थाहै छैन। त्यसरी हुन्छ बराबर पो हुन्छ आधा तो खेप लगाऊंगा है। कहाँ पकड़ा था? तपाईँलाई कसो लाग्यो है हामीलाई चाहिँ मिठो छ। आलु मको रस मोगरा भन्दा पनि थाहा हुँदैन लानु। मिठो छ मलाई धेरै हालिदिएछ धेरै हाल्दैन नि त जो चाहियो नि हाल्यो एकदम गर्दैन। म त यही ज्यादा हुँदैन म। नुन पनि ठिकै भयो त धेरै त फेरि हुँदैन मलाई चाहिँ यहाँ माथि यति अरू हालेर त्यो पनि ठिक्कान दिउँ ल। भन्छु त आज नि यसमा त खाँदै खाँदै हालेर रहेछ खाँदै यहाँ पनि खाँदै हो। अब तातो हुँदै गयो मार्दैन रे हानु हुँदो हो क्या? मैले जित्न लागिसक्यो है। आफूलाई कम राखेपछि त अनि जितिहाल्छ ए बाजीमा जित्ने नि के जित्नेलाई पुरस्कार पनि सुनाउँदैन। स्टार गरिहालेछ कस्तो रहेछ। तिमीलाई पुरस्कार चाहिने यहाँ सावन देखेर जो हेऱ्यो मलाई। तिमीलाई पुरस्कार चाहिने पुरस्कार भरे मासु र भात
ओहो आज धो न धोइन तातो पो हुँदो रहेछ त के हो यो पारा मासु भात होइन बेलुका भात नै चाहिँ नजाने भयो पेटमा मासु पकायो भने एक थाल त गरिदिन्छ मासु नपर्ने यता हो म होइन मासु लबर चाहिँ यता हो म होइन यस्तो यस्तो अलिकति तिमीलाई झोरा हालेर अरू थप्नु पर्छ त्यस्तो झेली हुँदैन mình nhắn đi xem à bị hình gì mất à nàn đi 근데 내내 앞에서 단어 가는 게 아니라 어제 앞에서 막 हेरिन्छ कि हो 아우 진짜 झुक्क्याएर आलु जाने आधे आधे या करेन आधी नायो ना पसलले यहाँ जाँदा आधा किलो देऊ पऱ्यो गाई मैले चाहिँ सकायो थोरै यतिले मलाई धेरै नै हालेको थियो तिमीले अनि मेरो चाहिँ पेट पनि भर्यो मैले सकाउनु नि सकायो यदि कहाँ गयो ताकेको अबे अब सहिँदैन मार्छ न अब बहिनीले अब भरे चाहिँ मासु र भात खान्छ अब एक थाल एक थाल चाहिँ होइन अब मासु र भात पनि पर्दैन यति धेरै खाइसकेपछि ए झन् मासु किन्ने पैसा नि गएन नि त ठिक मेरो त खत्तम भयो यार मेरो